आफ्नै ब्यारेकमा आउँदा पनि यस्तो हुन्छ त कहिल्यै सोचेको थिएन यार। छ्या जहिले यस्तो के फेरि छ्या। आज चाहिँ साथीहरू सुर्खेत टु काठमाडौँको यात्रा हुँदैछ है। ब्याग सेक प्याक भइसक्यो। काठमाडौँ जाँदैछु आज म। हेर्नु होला के हुन्छ है। ब्लग पुरा हेर्नु होला है त। फाइनल्ली है मलाई पुऱ्याउन आइरहेको हुन्छ है। अरे खाउजु हुने जस्तो खाउजु ला होइन मलाई पुऱ्याउन आइरहेको है त। जुस खाँदै है यो जुस सिकामा हुन्छ के छ केही भन्नु छ भन्नु मन लाग्यो भने भनौँ है। अहिले एकदम साइलेन्ट हुनुहुन्छ म्याडम चाहिँ है। एकदम साइलेन्ट हुनुहुन्छ। यो पुऱ्याउँदै सुर्खेतको खाइ यता यता पनि खाइरहेको सुर्खेत बस पार्क छौँ अहिले हामी है। म यहाँ छु जाने बस चाहिँ यो है। बस पछाडि छ मेरो पछाडि काका म चाहिँ यता छु। जाउँ है त है त राम्रोसँग जाउँ ल जानु होइन ऊ मात्रै हो जानु। बिचरा एकदमै उदास अनुहार सहित गयो है सिका घर। एकदमै उदास अनुहार सहित म चाहिँ अब गाडी जाने तयारी छ माथि जाँदैछु है। लगभग रातिको 10 बज्यो है। अहिले खाना खाइयो। आज हाम्रो ब्याजीसँग भेट भएको छ है। धेरै बजी होइन ब्याजी यहाँ छौँ। हाम्रो धेरै बजी भेट भएको छ होइन ब्याजी आज। धेरै बजी हेर है तर तालिम पछिको आज भेट है। तालिम पछिको आज भेट भयो है। एकदम खुसी छौँ होइन। अब काठमाडौँको यात्रा हुँदैछ। काजो पाती पहिना गाइडी बाइकको पेसा यस्तै भयो गाह्रो मान्ने होइन। हेर लाले 200 दिन बाद दाइबाट हेर त देख्यो चिप चिप बगेको पानी हो बगेको पानी हो आखिर एक दिन मरेर जाने हो रैया जातिको रैया जातिको